सबैजनालाई 2083 सालको नयाँ सालको लाखौँ शुभकामना। दर्शकबिन 2083 सालमा पनि हामी आइसकेको छौँ। 83 सालमा पनि हामी आइसकेको छ सल्यान र सुर्खेतको सिमाना यो रामलीगारा द हेलो के छ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। हेलो गाइज, आज चाहिँ म आइसकेको छु रामलीगारा द दर्शकबिन यो सल्यान सुर्खेतको एकदम पर्यटक स्थल। यहाँ चाहिँ विभिन्न ठाउँदेखि घुम्न आउनुभएको छ। देख्न सक्नुहुन्छ यहाँदेखि सुर्खेतको बजार देखिने र सल्यानको भाग पनि देखिने हुँदा यस ठाउँ चाहिँ टपमा भएको कारणले एकदम रोमाञ्चक र आकर्षक छ। यस ठाउँमा पर्यटकहरू हरेक ठाउँदेखि आउने गर्नुहुन्छ। दर्शकबिन तपाईँ यदि आउन चाहनुहुन्छ यो चाहिँ सल्यान जिल्ला र सुर्खेत जिल्लाको सिमाना पर्ने विशेष गरी यसलाई रामलीगारा दह भनेर चिनिन्छ। किन भन्दा यस दह चाहिँ सुर्खेत जिल्लाको गुर्बाकोट नगरपालिका 1 मा अवस्थित छ। यस दह चाहिँ एकदम रोमाञ्चक र आकर्षक ठाउँमा भएको कारणले यहाँ चाहिँ हरेक ठाउँबाट पर्यटकहरू यहाँ घुम्न आउने गर्नुहुन्छ। दर्शकबिन यहाँ चाहिँ भौगोलिक विकटताका कारणले यसमा चाहिँ खानेपानीको अभाव एकदम रहेको छ। यस अभावलाई कसरी समाधान गर्न सकिन्छ सबैजनाले यसलाई ध्यान दिनु पर्यो। र यस ठाउँमा चाहिँ भौगोलिक विकटताका कारणले पानीको समस्या एकदम अहङ्कार छ। त्यसैगरी दर्शकबिन यसमा चाहिँ अब रोडले पनि यस दहलाई छोइसकेको छ भने त्यसै गरी अब विशेष गरी बत्तीले पनि विद्युतले पनि अब लगभग छोइसकेको छ। त्यसैगरी यस ठाउँमा चाहिँ आज सल्यान र सुर्खेतका खेलाडीहरू क्रिकेट खेलाडीहरू पनि आज यहाँ आउनुभएको थियो। दर्शकबिन एकछिन रमाइलो खेल खेलियो। खेल खेल्दै क्रिकेट हराएको कारणले यस खेललाई चाहिँ रद्द गरियो। पापानसे 2 जिल्लाको खेलाडीहरूले पापानसे बाजी राख्नुभएको थियो। आज खेल पनि एकदम रोमाञ्चक थियो, तर भने खेल्दै क्रिकेट हराएको कारणले आज खेल चाहिँ स्थगित भयो। दर्शकबिन एकदम 2083 सालको दिन चाहिँ एकदम सुखमय, शान्तिमय र खुसीमय सल्यान सुर्खेतको पर्यटक स्थल यो प्रतिक्रिया दिनु। त्यसै गरी हामी चाहिँ खानासाना अब खाएर अब चाहिँ हामी अब एकछिन रमाइलो गरेर अब लाग्छौँ घरतिर। दर्शकबिन आजको 2083 सालको पहिलो दिन चाहिँ हामी चाहिँ पिकनिक चाहिँ सुर्खेत जिल्ला गुर्बाकोट नगरपालिका 1 रामलीगारा दहमा आएका थियौँ। दर्शकबिन सबैजनालाई आजदेखि बाई बाई। सबैलाई आजदेखि 2083 सालमा सुख र शान्ति बितोस्, चाहेको कुरा बितोस् भन्दै म चाहिँ लागेँ बिदा हुन। अब चाहिँ हामी घरतिर। ओके बाई बाई। सब्सक्राइब गर्न नभुल्नु होला।